कहाँ जानुभएको आउनुहोस् यता हस् हाम्रो सीमा चाहिँ भाइ गर्नुहुन्छ पढ्नु भनेको चकचक पनि छान्नुहुन्छ आउनुहोस् न यता हस् आउनु जाउँ दादा पढ्नु हुँदैछ आमा आमा भाइ अहिले आउनुहुन्छ हस् आउनुहोस् जाउँ यता हेर्नुहोस् त लडी चाहिँ लु यता आउनु हस् दादा पढ्नु हुँदैछ दादा पढ्नु हुँदैछ कति ज्ञानी हुनुहुन्छ कस्तो राम्रो सिन देखिरहेको हाम्रो रिचिबुङ चाहिँ पढ्दै हुनुहुन्छ कति ज्ञानी हुनुहुन्छ This is a small town. There are different shops in the town you can buy. डिस्टर्ब नगर्नु दादालाई हस् There the shops sell foods, clothes, books and many other things. You can buy bread and केक्स from a bakery. You can buy socks from a shoe store. परेसको देखिरहेछ Clothing store sell clothes. Do you go to the यस market to buy things? सीमा लडिन्छ हस् Thank you. अब हामी चाहिँ कहाँ जाँदैछौँ अरे हामी घुम्न सीमा यता हेर्नु त सीमाको हालत आज खराब भएको छ गुड ओके हिँड्नुहोस् जाउँ ल यिनीहरू चाहिँ राख्छु अब खानु मन लागेको बेला मात्रै ओके सीमा हामी धेरै टाढासम्म चाहिँ जाने होइन यता जाऊँ न सीमा हाँस यता जानुपर्छ आउनुहोस् आउनुहोस् सीमा यता जानुपर्छ आजको वेदर चाहिँ एकदमै दामी छ साह्रै राम्रो वेदर छ आज हेलो गाइस आज म घुम्ने गइरहेको छु तपाईँ मात्र जाँदै हुनुहुन्छ कि को जाँदै हुनुहुन्छ हामी सबजना मेरो अदिति हिम्मा दीपिका मिस अनि ए बेबी लडिन्छ है सिम्माको नाम अदिति राई मिसको नाम दीपिका राई आज म एकदमै खुसी छु किन आज खुसी हुनुको कारण के होला भनिदिनु पर्यो आजबाट मिसले के गर्नु हुँदैछ अरे भ्लग स्टार्ट गर्दै हुनुहुन्छ ये हो कि होइन वेलकम टु द भनेको के हो स्वागत छ भनेको वेलकम टु भ्लग भन्नु भिडियो बनाउने छु सिम्मा आउनुहोस् यता फर्स्ट टाइम आउँदाखेरि मलाई यो पारीको डाँडाहरू देखेर चाहिँ मलाई त्यो जङ्गल हुन्छ नि कस्तो अनौठो लाग्यो कि अहिले चाहिँ बानी भइसक्यो र त्यही ठाउँ चाहिँ ओभर मनपर्छ मलाई त्यो डाँडाहरू भयो है बिहानै सनराइज पनि त्यहाँबाट भएको देखिन्छ दामी छ राम्रो फर्स्ट टाइम आउँदाखेरि चाहिँ त्यो पारीबाट खेरि हुन्छ नि त्यो के अलिकति हजुर मन लाग्छ स्नोम्यान बनाउनु पर्छ ल पछि गर्दा सिम्मा आउनुहोस् यता हामी त गयौँ हाँस ओके इग्लु बनाउनु पर्छ इग्लु हजुर चिसोले नै स्नोको घरलाई के भनिन्छ अरे इग्लु इग्लु भनिन्छ स्नोबाट बनाएको घरलाई चाहिँ के भनिन्छ अरे इग्लु भनिन्छ तपाईँ यहाँ जानु त तपाईँको म राम्रो फोटो निकालिदिन्छु यहाँनिर जानु त
बस्नु न बस्नु न सिममा पनि हुन्छ सिममा पानी नछुनुहोस् चिसो लाग्छ आउनुहोस् जम्लो सिममा आउनु न आउनुहोस् जम ओहो पानीमा टेक्नु हुँदैन थियो जम जम यस हामी चाहिँ हजुर यताबाट हामी कहाँ जाँदैछौँ ओडाबाट जाँदै थियौँ तर हामी ओडाली पुग्दैनौँ सानो नानी पनि छ नानी यता आउनुहोस् अनि हामीलाई आज बजुले छोडेर राखेर जानुभएको हो कि होइन मामुले छोड्नु भएको नि हामीलाई आज तपाईँको गाडा त कस्तो एप्पल जस्तै थियो रातो न रातो ए नजिकबाट त फुटेको रहेछ मामुले आज ढाँटेर जानुभएको छ है तर के पो भन्नुभएको थियो जङ्गल अरे उहाँ चाहिँ जङ्गल गएर चाहिँ सायद समूहको जङ्गलमा जानुभएको होला गोडमेल गर्नको लागि सिममा आउनु न अस्तिको जस्तो त्यो फुल टिपेर उडाम न हस् कति साह्रो हुँदो रहेछ सिममा नजानु न त्यता हावाले उडाउनु थाल्छ है हजुर वाउ आइसक्नुभएको छ म चाहिँ टिपेर आइसक्यो सिममा आउनु है लडिन्छ कस्तो दामी देखिरह सिँडोको फुल सिँडोको फुल त होइन यो के पो हौ थाहा भएन एउटा फुल छ यहाँ एकछिन पर्खिनुहोस् यस्तो एक क्लिक फोटो खिच्छु नि त लिनुहोस् सिममालाई 2टा हस् यो पनि लानुहोस् यो लु दादालाई बोकिराख्नु यो सबै अब कहाँ जाने हामी सिममा तपाईँको टोपी नछोड्नु ल सिममा टोपी खोइ टोपी खोइ तपाईँको टोपी छैन त्यहाँ खोइ टोपी यस गुड यहाँ छ लिएर आउनुहोस् हजुर माछा होइन होला सिममा आर यु ह्याप्पी ए बाई भनिदिनुहोस् बाई छिटो नखेलाउनुहोस् त्यो छ बाटोको हालत rain go rain go come again another day little sad someone to play तपाईं त डट्टी हुनुहुन्छ क्या डट्टी किन
के भनेको के हो हो अरे यहाँ के राख्नुभयो भने त चक्लेट अनि खानेकुरा पनि त्यस्तोमा राख्छ नि त होइन कस्तो नराम्रो उडेको सिम्मा चाचा wants to play सिम्मा हेर्नु त कति केयरिङ छ उसले आफ्नो टुपी च्यापेर हिँडिरहेछ कति ज्ञानी छ उसको मामुले छोडेर 10 बजीदेखि जानुभएको कति 3 घन्टा जति भइसक्यो होला उसको मामुले छोडेर जानुभएको सुत्ने बेलामा चाहिँ झगडा गरेर वाउ कस्तो राम्रो देखियो रहेछ म नि अरे यो राखौ मैले वाउ सिम्मा जुत्ता बुता चाहिँ नपस्न हाँस खै हाँस भन्नुभएको हाँस भनिदिनु त बेबी के हैन न वाउ वाउ राम्रो भयो नि भुइँमा पनि हिँडेको जस्तो भयो नि लिटल चाचा अनि के हो नि wants to play फोटो पाइ थियो नि राम्रो देखियो साँच्चीको राम्रो देखियो देखाउनु भएको छ हजुर तपाईँले देखाउनु भएको होइन यो हेर्नु नि झन् भिजाइदिनु भयो एकचोटि मैले हजुर त अझै गरेको छुइनँ कसरी भिजाए यहाँ चाहिँ एकचोटि नै सक्नुहुन्न होला होस् जाने भनेर छम्किँदैछ त्यहाँबाट नजानु त्यहाँबाट सक्नुहुन्न होला पुरै यताबाट घुमेर जानु सर्पहरू हुन्छ है बिस्तारै हेरेर जानु नमार्नु त्यो बरु बाटो पन्छाउँदै जानु सिम्मा भिजिसक्यो नि सिम्मा त यता बस्नु मास छि भिजेछ एकदम सिम्मा चाहिँ भिजा जस्तो भन्नुपर्छ नजानु न त पानीमा हात काट्छ है त्यो फुल टुटाउँदा यता चाहिँ पहिला पुरै खेथ्यो अरे अहिले त सबै जङ्गलै जङ्गल भइसकेको छ नजानु न दादा आउनुहोस् भन्नु